नुक्तिनी जो खोयौँ आधारे ध्यानमा लाग्छ समय यो पाबन्दी दु एजुली हानन नुक्तिनी थन नेवा भाषा जो पासा जो सहयात्री जो दाजु उमेर चाहिँ किजा ख वे गर्न नुक्तिन नवान्दी ढुङ्गा हान नेपाली ट्रान्सलेट एन्जन माला खे भएन ट्रान्सलेट एन्जन माला वे गर्न नेवान ढानुङ्गा हान नेपाली खे भएन ट्रान्सलेट एन्जन माउने जिया खे भएन है सुरु या सबैलाई नमस्कार नमस्कार यो जुन पहिलोचोटि मैले सुरु गर्दाखेरि नै राखेँ उहाँहरू चाहिँ मेरो आमा र बुबा हेर्नुहोस् है मेरो आमा र बुबा भएकोले मात्र मैले राखेको होइन अब मैले अहिले बोल्न लागेको विषयलाई अलिकति सकारात्मक रूपमा पनि सोधिदिनुहोस् किनभने यहाँ लन्डनमा आएर बोलिरहेको छु काठमाडौँमा के भयो भनेर मैले भन्न अगाडि चाहिँ योगेश्वर अमात्य दाइलाई हामी सबैले हृदयदेखि धन्यवाद दिनुपर्छ उहाँले हामीलाई काठमाडौँमा सम्पदा संरक्षणको काम गरिरहेको देखेर अनुभव गरेर उहाँले जाऊ तिमीहरू एकचोटि विदेशमा जानुपर्छ लन्डनमा जानुपर्छ त्यहाँबाट तिमीहरूले हेर्नुपर्छ सिक्नुपर्छ बुझ्नुपर्छ र लन्डनमा बसिरहनुभएका तपाईँहरू हाम्रा दाजुभाइहरूलाई पनि एकचोटि बुझाउनु उहाँहरूको साथ सहयोग लिनु भनेर हामीलाई पठाइदिनु भएको उहाँहरूले हेर्नुहोस् है अनि तपाईँहरूको साथ सहयोगको कुरा किन चाह्यो भन्दाखेरि अब अघि अगाडिको यो तपाईँहरूको पासा पुछो युके गुठीको र यो जात्राहरूको कुराहरू सबै निस्किसकेको छ म त्यतातिर जान्न अब म अलिकति मूर्त सम्पदामा मात्रै जान्छु म तपाईँहरूसँग साथ सहयोग लिन आएको युकेमा तपाईँहरूले सञ्चालन गरिराख्नु भएको जात्रा गर्नै पर्छ गर्ने नै हो संसारभरि गर्नुपर्छ त्यो मेरो उमेरले सानो भाइ तर मेरो दाजु भनिसकेँ उहाँले सबै भनिसक्नु भएको छ त्यो कुरा म दोहोऱ्याउँदैन तर काठमाडौँ लोप हुँदैछ हेर्नुहोस् काठमाडौँ सिद्धिँदैछ त्यस कारण मैले यो फोटोहरू राखेको एउटा सानो दुःखद घटनाहरू भएको पनि सुनाउँछु तपाईँहरूलाई हामी नेपालीहरू नेवाहरू चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि कस्तो खालको सिभिलाइजेसन भन्दा हामी जोइन्ट फ्यामिलीमा बस्न रुचाउँछौँ जोइन्ट फ्यामिली हाम्रो आफैमा एउटा विश्वविद्यालय हामीले पहिलो शिक्षा नै हाम्रो घरबाट लिन्छौँ नि हाम्रो बाजेहरूले हामीलाई सिकाउँछ के गर्नुहुन्छ के गर्नु हुँदैन मान्छेले कस्तो व्यवहार गर्ने मान्छेलाई कस्तो व्यवहार गर्ने मान्छेले के खाने त्यो सिकाउने नै हाम्रो जोइन्ट फ्यामिलीमा अब त्यो छैन बिस्तारै सिद्धिँदै गइरहेको छ एउटा सानो घटना सुनाउँछु दुईजना हाम्रो टोलमै हेर्नुहोस् है यो तपाईँलाई सन्देश दिनलाई मैले बोलेको दुईजना छोरा पायो एकदम रेपुटेड फ्यामिली हाम्रोमा दुईजना छोरा एकदम ज्ञानी हामी चाहिँ हारा बच्चाहरू के हामी चाहिँ त्यो घचाहरू खेल्न जाने जात्रामा दौडिने बाजा बजाउन जाने अनि उहाँहरूको चाहिँ कस्तो ज्ञानी बच्चाहरू घरमै पढ्ने अनि एकदम ज्ञानी डिसिप्लिनको बच्चाहरू उहाँलाई उहाँको आमा बुवाहरूले एकदम लगानी गर्यो एकदमै दुःख गरेर जग्गाहरू के बेच्यो होइन विभिन्न किसिमको गर्यो सबैको नवाल आयो फेरि यो भइरहेको छ काठमाडौँमा अनि उहाँहरूलाई एकदम सक्षम बनायो स्कुलमा पनि राम्रो विद्यार्थी सक्षम बनायो विदेश आयो हेर्नुहोस् विदेश जानुपर्छ विभिन्न किसिमले मान्छेहरू विदेश जान्छन् विभिन्न सबैलाई भनेको छैन तर काठमाडौँमा भइरहेछ सम्पदा संरक्षण नभएर तपाईँहरूको साथ सहयोग लिन आएको सम्पदा संरक्षणमा साथ दिनुहोस् भनेर है अनि त्यही भएर यो म भन्दैछु अब के भयो भन्दाखेरि त्यहाँ विदेशमा पुग्यो उता आमा बुवा दुईजना एउटा छोरासँग बसिरहनु भएको छ त्यतिसम्म ठिकै थियो अब भाइचाइ पनि विदेश जाने भयो भाइचाइलाई पनि एकदम दुःख गरेर विदेश पठाइदियो हेर्नुहोस् अब काठमाडौँमा दुईजना मात्रै बाँकी भयो आमा र बुबा स्वाभाविकले सबैजना कमजोर हुन्छ त्यतिखेर को चाहिन्छ भन्दाखेरि छोराछोरी चाहिन्छ हेर्नुहोस् है मैले यो भन्नु परेर भनेको दुःख लाग्छ यो बोल्दाखेरि बिरामी भयो छैन आमा बुबा बिरामी भयो छोराछोरी छैन विदेशमा छ बाध्य छ सबैजना देशको अवस्था त्यस्तो छ हेर्नुहोस् हुँदा बुबाको मृत्यु भयो हेर्नुहोस् छोरा हुनु पाएन दुईजनै छोरा हुनु पाएन बुबालाई दाह संस्कार गर्नको लागि कुरिराख्नु पर्यो अब छोरा विदेशमा छ भन्ने बित्तिकै आउनु पाउँदैन अनि उता बुबालाई आइसमा राखिदियो हेर्नुहोस् त्यसपछि छोरा फर्क्यो अनुहार एकचोटि हेऱ्यो दाह संस्कार भयो आमा पनि त्यसरी नै बित्नु भयो अब जिन्दगी बाध्यताले त्यस्तो हुँदै जान्छ यो प्रसङ्ग किन जोडेको भन्दाखेरि आमा बुवालाई जिउँदैमा सम्मान गर्नुपर्छ जिउँदैमा माया गर्नुपर्छ जिउँदैमा पूजा गर्नुपर्छ त्यो एकचोटि आएर हेर्दाखेरि त्यो अवस्था कस्तो हुन गयो है यो सम्पदा संरक्षणसँग जोडिएको विषय यो मुभ अब एकचोटि कहाँबाट गर्ने त मैले